हेलो नमस्ते साथीहरू। आज शनिबार यानी कि छुट्टी विकेन्ड। आजको दिन चाहिँ हामी स्टमस चिफ हाइकिङको तयारी गरिरहेका छौँ र आज डिले भयो। म लास्ट स्याटरडे चाहिँ म बन्सविक माउन्टेन गएको थिएँ, त्यसको भ्लग मैले खिच्न सकिनँ। तथापि आज म त्यसको क्लिपहरू पनि केही लगाउने छु। तर आज चाहिँ हामी स्टमस चिफको चाहिँ नि त्यो तीनवटै पिक आरोहण गर्ने कोसिस गर्नेछौँ। त्यहाँबाट देखिने दृश्यहरू पनि हामी देखाउने कोसिस गर्दछौँ र हामीसँग एकदमै भाउ खोज्ने साथी लगभग 8 बजेदेखि अहिलेसम्म भाउ खोजेर अहिले बल्ल बल्ल उहाँको चित्त बुझेर मन पेटमा घाम लागेपछि बल्ल यहाँ हामीसँग जोडिनु भएको छ पृथ्वी पुन मगर र ड्राइभमा आशिष मास्के। समृद्धि टी-शर्ट उल्टो लगाएको रहेछ यार। समृद्धि बहिनी जीवनमा पहिलोपल्ट हाइकिङ जाने तयारी गर्नु भएको छ समृद्धि बहिनीले हामीसँग। जीवनमा पहिलोचोटि यो हुँदैछ अब अर्को साल समृद्धि जीवनमा पहिलोपल्ट हाइकिङ गर्ने जुन आँट गर्नु यो आँट यो दुस्साहसप्रति बहिनीको लगभग हामी 1 घन्टाको यात्रापछि कस्तो ट्याक्कै सन्जयजीले भन्नु पर्दैन। यात्रा हाम्रो छ अहिले 70 किलोमिटर/आवरको स्पिडमा हामी जाँदैछौँ। हाई वेलकम ब्याक। अब हामी पुग्न आँट्यौँ हाम्रो डेस्टिनेसन। हामी एकदमै अहिले जङ्गलको बाटो यात्रा गरिरहेका छौँ। बिसी पार्क चाहिँ अब हामी पोर्तो क्याम्प साइट आइपुग्न आँट्यौँ। त्यहाँनिर चाहिँ हामीले नाइट क्याम्प पनि गर्न सक्छौँ र हामी जाने यात्रा चाहिँ नेपथ्यमा देखिरहेको छ स्टमस चिफ छेउ। अब मौसम राम्रो छ तर हिँडेर मौसम राम्रो छ। तल हामी पार्किङ स्पट आएर हामी चाहिँ यो हाइकिङ जाने ब्याग चाहिँ होइन, त्यो बजार जाने ब्याग बोकेर हुन्छ हाइकिङमा। अब हामी चाहिँ पार्किङ लटबाट लाग्यो र हामी फाइनल्ली हाम्रो स्टमस यात्रा गर्ने जुन हाम्रो पार्किङ एरिया आइपुगेको छौँ र अब हामी त्यहाँनिर हाम्रो डाइरेक्सनहरू हेरेर हामी लाग्नेछौँ। पारिपट्टि डाँडा के हो यसरी राति क्याम्पिङ गर्ने हिसाबले नि यहाँ मान्छेहरू आउँदै रहेछन्। अनि मान्छे अब हाम्रो ट्रेल सुरु हुन्छ। यहाँबाट हाम्रो लगभग 5 देखि 6 किलोमिटरको यो ठाडो उकालो यात्रापछि हामी स्टमस सेकेन्ड पिक हामी पुग्नेछौँ र त्यस पछाडि हामी थर्ड पिक समिट गरेर हामी फर्किनेछौँ। यहाँ रकफल हाजर्सलाई देखेको छ। यहाँनिर ढुङ्गो पनि पत्थरहरू झर्ने सम्भावना छ। सी द समिट ट्रेल सुरु भयो। अब यो कालो यात्रा लगभग 2 घन्टा जतिको यात्रापछि चाहिँ हामी छौँ। यहाँ पदयात्रीहरू पनि देख्न सक्नुहुनेछ। ओ माई गॉड, यो काठको ल्याएर चाहिँ लगभग आधा किलोमिटरको छ। ठाडो सिधै यो पार गरेपछि हामी फेरि खै हाम्रो टोलीहरू
किलोमिटरले पार गर्न आँटिसक्यो। त्यतिखेर 1.4 किलोमिटर मैले दूरी पार गरिसकेको छु। कोकको बोतलमा पानी छ अनि यहाँ ठुलो ब्याग देख्नुहुन्छ मैले बोकेको। यो ब्यागमा मेरो पानी मात्रै होइन, हामी 5 जनाले खाने खाना पनि छ यहाँभित्र। फलफुल छ, अन्डा छ अनि थुप्रै थोकर खानेकुराहरू बोकेको छु। माथि पिक समिट गरेपछि चाहिँ खाने प्लान छ, तर साथीहरू तलै छुट्नु भयो। उहाँहरूलाई म पर्खिने छु यहाँ। बिचको चौतारी जस्तै हाम्रो डेस्टिनेसन। हामी त्यहाँ पुग्नु छ। ओके, म चाहिँ ठ्याक्कै यहाँनिर सेकेन्ड पिक टु थर्ड पिकको बाटो र फर्स्ट पिकको बाटोमा आइपुगेको छु। अब यो दो बाटोमा आइपुगेर रोकिएको छु। साथीहरू आइपुगेको छैन र साथीहरू आइपुग्दाखेरि म सायद माथि पुगेर आइपुग्छु होला। सो म चाहिँ फर्स्ट पिकतिर लागेँ र साथीहरू यहीँ पर्खिन भन्छु। म अलमोस्ट फर्स्ट पिक आइसकेको छु। अब फर्स्ट पिक समिट गरेर फेरि म ब्याक टु त्यो हाम्रो फर्स्ट पिक एन्ड सेकेन्ड पिक टु थर्ड पिकको जङ्सन छ त्यहाँनिर आइपुग्छु र त्यहाँनिर मेरो साथीहरू भेटेर सेकेन्ड पिक एन्ड थर्ड पिकको लागि म अघि बढ्नेछु। र फर्स्ट पिक चाहिँ यो अलिकति फरक टापु भन्न आएछ। यो पिक नै रहेको छ उसको। यो फर्स्ट पिकबाट सेकेन्ड र थर्ड पिक जाने बाटो छैन र हामीले फर्स्ट पिक समिट गरेर मात्रै अरू गरेर तल ब्याक हुनुपर्ने देखिन्छ। यसो रक क्लाइम्ब गरेर जाने, यस्तो ल्याडर चढेर जानुपर्छ। फर्स्ट पिक आरोहण गरिएको छ, त्यहाँबाट देखिने दृश्य र सेकेन्ड पिक थर्ड पिक चाहिँ हाम्रो अझै बाँकी। समस्या फर्स्ट पिकबाट देखिएको यो आज चाहिँ अलिकति यो वाइल्ड फायर चलिरहेको छ ब्रिटिस कोलम्बिया राज्यमा र त्यसको धुवाँले चाहिँ अलिकति क्लियर देखिन सकेको छैन। तथापि केही हदसम्ममा देख्न सफल भइएको छ यतिको। यो एकदमै आनन्द भइरहेको छ यहाँ आइपुगेर। पुरै रक क्लाइम्ब नै गरेर आउनुपर्ने हुन्छ। अझै पनि अलिकति बाँकी छ। यो पुरै ढुङ्गाको बाटो हिँड्नुपर्छ। फेरिपट्टि म हिँड्दैछु। सो अब यो फर्स्ट पिक समिट गरिसकेपछि चाहिँ सेकेन्ड र थर्ड पिक समिट गर्नु त्यति गाह्रो पर्दैन भन्ने मलाई लाग्छ। किनभने सबैले भनिरहेको फर्स्ट पिक समिट गर्न एकदम गाह्रो छ अनि सेकेन्ड र थर्ड चाहिँ सजिलो छ। अलमोस्ट म टापुमा आइपुगेँ। वाह, यो चाहिँ फर्स्ट पिक, फर्स्ट पिक। Oh my God! सेकेन्ड पिक, थर्ड पिक। तर मैले थर्ड पिक र सेकेन्ड पिक जानको लागि चाहिँ यहाँबाट डाउन हुनैपर्छ।
बाटोमा आउँदा आउँदै एकजना यात्रीले दिनुभएको यो क्यान्डी फर एथलेट्स धेरै धेरै धन्यवाद उहाँलाई। This view from first pick of Thomas Chief. So अब चाहिँ म फर्स्ट पिक सब्मिट गरिसकेर झर्दैछु। अहिले चाहिँ एकदमै यो ढुङ्गाको बाटो हिँड्नुपर्ने हुन्छ ओह्रालो, अनि तल सेकेन्ड पिक र थर्ड पिक जाने र फर्स्ट पिक आउने त्यो बाटोमा मेरो साथीहरू वेट गरिराख्नु भएको छ। म झरेँ अब। Oh my God. या सेकेन्ड फर्स्ट पिक सब्मिट गरेर एउटा छुट्टै आनन्द लिएर म अब अलमोस्ट सेकेन्ड पिक टु थर्ड पिकको ट्रेल आइपुग्न आँटेँ। म झर्दैछु यतिखेर, र यतिखेर चाहिँ म त्यो बाटो त्यो ट्रेल पुग्नलाई चाहिँ त्यस्तै 100 मिटर हिँडिसकेपछि पुग्छु। र आशिषजीहरू मलाई सायद त्यतै पर्खिँदै हुनुहुन्छ अथवा उहाँहरू सेकेन्ड पिकतिर जाँदै हुनुहुन्छ। आई डोन्ट नो, फोन गर्ने एकछिनमा। बाटो यस्तो भिरालो छ, तपाईँहरूलाई देखाउँ। यस्तो भिरालो बाटो। हुन त पहिले हाम्रो बाजेहरूले धरानदेखि धनकुटा नुन यस्तै बाटो, टेकुनाला उकालो, चिउरीबासको उकालो, साँगुरीगढीको उकालो हिँडेर नुन बोकेर खुवाउनु भएको थियो अरे। र हामी खाली ज्यान यतिको बाटो हिँड्न गाह्रो मानिरहेको हुन्छौँ। तर मलाई चाहिँ मेरो बाउबाजेको हेरिडिटीले होला, अब यस्तो बाटोहरूसँग मलाई कुनै गाह्रो पर्दैन, हिँड्न सक्छु। यस्तो छ। यो चाहिँ फर्स्ट पिक जाने बाटो र यो चाहिँ सेकेन्ड पिक। अब सेकेन्ड पिकको बाटो यसरी जान्छ। फाइनल्ली मैले साथीहरूलाई भेटेँ। साथीहरू तल पर्खिरहेको थिएँ। म फर्स्ट पिक सब्मिट गरेर आउँदाखेरि अब सेकेन्ड पिक र थर्ड पिक सब्मिटको लागि साथीहरूलाई लिएर जाँदैछु। या सेकेन्ड पिक जाने बाटो यस्तो रहेको छ। तर यो बाटो एकदमै सजिलो मान्न सकिन्छ, त्यति अप्ठ्यारो भन्न मिल्दैन। तर अलिकति त्यसको एलिभेसन चाहिँ अलिकति हाई भएको जस्तो मात्रै हो। लगभग हामी सेकेन्ड पिक आइपुगेको छौँ। यो अहिले एकदमै घना जङ्गलको बाटो र एकदमै भिरालो बाटो हिँडेर र लगभग अब हामी 150 जान्छौँ। 150 मिटरको उचाइ काटिसकेपछि चाहिँ हामी सेकेन्ड पिक आइपुग्छौँ। यस्तो बाटो रहेको छ र यो बाटो एकदमै राम्रो इजी। त्यो भिरालोमा यतिकै स्टेप छ भने चाहिँ एकदम इजी बन्छ। मलाई यो सायद पकाउनै पर्दैन होला। रक क्लाइम्बिङ गरिसकेर साथीहरू संसारकै जीवनकै सबैभन्दा शान्तको सास फेरेर अघि बढ्दैछन्। म चाहिँ यहाँ पछाडि रमाइलो भयो। सेकेन्ड पिक सब्मिट गर्दैछौँ। फर्स्ट पिक चाहिँ मैले उहाँहरूलाई लान सकिनँ, त्यसको लागि एक्सट्रिमली सरी। सेकेन्ड पिक उहाँहरूलाई कुनै पनि हालतमा त्यो पनि हुनसक्छ।
पहिला घरमा छोरा आइदिएको बिकेलाई मार्क्सको कुरा गरिरहेको छ यार हुन्छ नि यस्तो बाटो चढेर जान्छ हामी सेकेन्ड पिकको मुनि छौँ पृथ्वीजी तपाईँ यार अर्को हात युज गर्नु या तपाईँ किन हेरेर जिक्र गरेको आशिषजी यता हेरौँ है तपाईँ आरोहण गर्दै हुनुहुन्छ सगरमाथा साथीहरू साथीहरू माथि पुरै इङ्ग्लिस हान्दैछ अब म रक क्लाइम्बिङको यो सार्दैछु एक्लै मेरो भिडियो खिचिदिने मान्छे छैन नि हेर्नुहोस् न मैले भिडियो पनि आफै खिच्नुपर्ने क्लाइम्बिङ पनि आफै ओके गाइज म एकछिन पज गर्छु भिडियो यस फाइनल्ली फर्स्ट पिक आइपुगेको छ अझै फर्स्ट पिकको मेन टापु त जानै छ फर्स्ट पिकको एउटा पोइन्ट चाहिँ आइपुग्यो अब Oh my god, it's very nice. यो सेकेन्ड पिकको हामी स्टार्टिङ पोइन्ट यो चाहिँ फर्स्ट पिक अघि मैले सब्मिट गरिसकेको पिक र त्यहाँ फेरि तल डाउन भएर यसरी हुँदै सेकेन्ड पिकको लागि यहाँ आइपुगिसकेको छु र अब म या यो चाहिँ थर्ड पिक हो फर्स्ट पिक मैले अघि त्यहाँ सब्मिट गरेर तल झरेर फेरि यताबाट आएको यो चाहिँ सेकेन्ड पिकबाट देखिएको भ्यू वा ल आशिषजी आज हामी सेकेन्ड पिकमा आइपुगेको छौँ सबैले भइरहेछ अब सेकेन्ड पिकको थर्ड पिक चाहिँ के हुन्छ थाहा छैन तर सेकेन्ड पिक चाहिँ म चाहिँ जाँदैछु थर्ड पिक सिन चाहिँ राम्रो सेकेन्ड पिकमा छ अरे सेकेन्ड पिकबाट भ्यू चाहिँ राम्रो देखिन्छ अरे थर्ड पिक चाहिँ अब हेरौँ कस्तो देखिन्छ कट फ्रुट एप्पल ग्रेप्स ड्राई फ्रुट वाटर ती खान्छौँ अब यहाँ यो सेकेन्ड पिकबाट थर्ड पिकको यात्रा मैले सुरु गरेँ साथीहरू नजाने भएपछि म एक्लै हिँडेँ म चाहिँ अब थर्ड पिक समिटको लागि लागेँ वाटर बोतल खाली ब्याग अनि म रेस्टरुम फेरि हिँड्छु फेरि यस्तो बाटो लिएर त्यो हेर्दाखेरि चाहिँ माथि त्यो सेकेन्ड पिकको माथिबाट हिँडेर पुगिन्छ जस्तो देखिए पनि तर वास्तविक बाटो चाहिँ यस्तो छ उकालो डल्लै भिड छ एकदमै ध्यान दिएर भिड चाहिँ यस्तो छ र क्लाइम्बिङ पनि हुन्छ यो ठाउँमा या अलमोस्टमा आइसकेँ पिकमा फर्स्ट सेकेन्ड थर्ड पिक च्यालेन्जिङ छैन सब्मिट गरेर हामी चाहिँ झऱ्यौँ विशेष गरेर मैले चाहिँ फर्स्ट पिक र सेकेन्ड र थर्ड तिनटै पिक आज सब्मिट गर्न सफल भएँ साथीहरूले चाहिँ अर्को पटकलाई फर्स्ट र थर्ड पिक राखेर सेकेन्ड पिक सब्मिट गरेर झर्दै गरेको परिस्थितिमा छौँ हामी र अहिले चाहिँ यो एकदमै हेर्नु न यो ढुङ्गोको बाटो अनि यहाँ चाहिँ एकदमै आफूलाई पनि सम्हालेर र आफ्नो पाइला सम्हालेर हिँड्नुपर्ने अवस्था छ अब पृथ्वीजीको एकछिनमा इङ्ग्लिस जान्छ होइन उहाँको इङ्ग्लिस नसुनौँ अहिलेलाई अनि
यो चाहिँ एकदमै सम्हालेर हिँड्नुपर्ने बाटो र यहाँ म धेरै भिडियो लिन सकिनँ सियो गाइड ब्याट्री सक्यो यस्तो गरेर यस्तो बाटो जानुपर्छ एक्लो जीवनमा केवल साथ खोजेथे मनका कुरा तिमीलाई रोजेथे मेरा सारा अन्जानो तिमीलाई बाँध्न पुगेछु सायद यो मुटुमा मेरो नाम कोरिएको छैन सायद यो भाग्यमा तिम्रो साथ लेखिएको छैन अधुरो मेरो प्रेम अधुरो अन द वे भनेर पठाइरहेको छ के हो रबाट के हो रातो रानी फुले चाहिँ गायो रातो रानी फुले झै साँझमा तिमी फुल्यौ कलेजी माझमा मनको नदीहरूमा तिमी हो पवित्र गङ्गा हो हबाट हौ हौ भने